है त विदेशमा भएको साथीहरू चाहिँ कतिसम्म स्यालेरी भयो भने चाहिँ नेपाल फर्किनुहुन्छ। हेलो साथीहरू, आजभोलि के भइरहेछ भने अहिले यो विदेशमा नेपालको स्थिति हेर्दा जुन अहिले भइरहेको ग्रोथको स्थिति हेर्दा चाहिँ सबैजनालाई घर जान मन लागिरहेछ कि। तर म साथीहरूलाई सोध्छु कतिसम्म स्यालेरी भयो भने चाहिँ तिमी नेपाल फर्किन्छौ र नेपालमै बस्छौ भनेर सोध्छौ। उसलाई सोध्छु तारा तिमी कतिसम्मको स्यालेरी भयो भने चाहिँ नेपाल फर्किन्छौ, फिक्स स्यालेरी भयो भने चाहिँ नेपालै बस्छौ? म त 40 देखि माथि। 40 भन्दा माथि त्यति भयो भने। अनि यता सागर हजुर यता हेरौँ न, यता कतिसम्म स्यालेरी भयो भने चाहिँ नेपालै मजाले बस्न सकिन्छ? म त 50,000 50,000 भयो भने चाहिँ बसी नेपालमा बसेर खाइन्छ। विदेशमा विदेश भनेको यस्तै हो। ल ठिक छ। र दिपक दाइ हजुर ल अब तपाईँ भन्नु कतिसम्मको स्यालेरी फिक्स स्यालेरी भयो भने चाहिँ तपाईँ नेपाल फर्किनुहुन्छ, नेपालमै बस्नुहुन्छ? म त 25 भए पुग्छ हजुर। 25 भए पुग्छ? धेरै खोजेर कहाँ पाइन्छ, 25 फिक्स गरिदियो भने भइयो नि हजुर। ए ल ठिक छ। यता हाम्रो यता कति सर हुन्छ। हेलो सर, तपाईँ नेपालमा कतिसम्म स्यालेरी भयो भने चाहिँ फिक्स स्यालेरी भयो भने चाहिँ फर्किनुहुन्छ तपाईँ? मलाई 40,000 चाहिन्छ। 40,000 भए पुग्छ। ल नेपालीहरू कति सन्तुष्ट रहेछ। कतिसम्मको फिक्स स्यालेरी भयो भने तिमी नेपालै बस्छौ, नेपाल फर्किन्छौ? अब नेपालमै 70-80,000 कमाउने मान्छे यहाँ आएर 20,000 कमाइरहेको छ होइन। अब 1.5 लाख जति पायो भने चाहिँ नेपाल फर्किन्छ। सुन्नुभयो साथीहरूको एक्सपेक्टेसन कति छ। नेपालीहरू थोरैमै खुसी हुने भन्छ। मेरो पनि धेरै छैन, 35,000 भयो भने म मजाले नेपालमै बस्न सक्छु, नेपालमै बस्छु। त्यो विदेश जाने सोच त्यागिदिन्छु, घर फर्किन्छु, नेपाल फर्किन्छु म पनि। 35,000 रुपियाँको स्यालेरी भयो भने चाहिँ नेपालमा है। तपाईँहरू कतिसम्ममा चाहिँ सर्भाइभ गर्नुहुन्छ कमेन्ट गर्नु है त। विदेशमा भएको साथीहरू चाहिँ कतिसम्म स्यालेरी भयो भने चाहिँ नेपाल फर्किनुहुन्छ कमेन्ट गर्नु है।